रातिको माहौल तिमाथि गाडीको बत्ती बल्दैन बाटो चसा छ गाईको गइसै रहेछ कहाँ गएर खाँदिने भन्ने टुङ्गो थिएन गाईको गाइड पनि यस्तै हो गाइडको बालै मोबाइलको बाल गएर भिडियो सबै खाँद्यो भने त ढार्छ त हामी मोटर के भन्छ क्रस फायरमा आइरहेको छौँ है हामीले खानाको सायद पुरै रङ्गाइदिनु नि त हामी दादा अलिक गरौँ न क्रस फायर अलिक राम्रै चल्छ के फेरि क्रस फायरको टाउको मात्रै देखिन्छ अगाडि देखाएर बत्ती आएर के घुमाएको खाद्यो भने त गाह्रो केटा एउटा तर्सायो भने त के गर्नु है चर्सायो भने मोटरहरू नै भाग्ने तलतिर हालिदिने भिरमुनि अनि त्यो कुद्ने होइन त चप्पल हातमा लाउँदै अनि समाज त्यही देखेर छैन हावाको तलमा गइरहेको छ घरिघरि बत्ती बल्ल खोज्छ क्रस फायर नि त हाम्रो ठिक पारी लु ठिक पारी झन्डै बल्ल रहेछ झन्डै पिछ्दै गएको यति गर्ने पर्छ क्या ल ठिक पारी बत्ती केही देखेँ पो लडाएर मार्ने हो भित्तामा हान्नु है होइन कुरा हो तिमीलाई त्यो मान्छौ कि म एउटा मोबाइलको घर पनि पुगाउन सक्दिनँ होइन म माने भित्ता हान्ने हुन्छ कि छेउ हानेर हुन्छ कि लडाएर हुन्छ कि सर र क्रस फायरमा म यस्तो पोल्टेर बसेको रहेछु नि हाम्रो है त ल